नमस्कार सम्पूर्णमा म कक्षामा अध्ययनरत छात्र सार्थक कार्की आज तपाईहरूको सामु धनतेरसको बारेमा भन्न गइरहेको छु। बडा दशैंको लगत्तै आउने नेपालीहरूको अर्को महत्त्वपूर्ण चाड तिहार सबैको पर्दैलोमा आएको छ। आजबाट यम पञ्चमी सुरु भएको छ। यम पञ्चमीको हरेक दिनका आफ्ना धार्मिक महत्त्व रहेको छ। आज धन त्रयोदशी अर्थात् धनतेरस। धनतेरस तिहारको किनमेलको लागि उत्तम मानिन्छ। कलमको फुलमा बसेकी लक्ष्मीको मूर्ति वा तस्बिर घरमा भित्राउनु शुभ मानिन्छ। यस दिन कुनै वस्तु किन्न शुभ मानिन्छ। सम्भव भएसम्म सुन किन्न अत्यन्त लाभदायक हुन्छ। किनेको वस्तुलाई घरको उत्तर दिशामा राख्नुपर्छ। सिङ्गो, धनियाँ, कौडी र कलमकट्टो खरिद गरी लक्ष्मी पूजामा सामेल गर्नाले धनको कमी नहुने जनविश्वास रहेको छ। यस दिन कालो रङको वस्तु खरिद गर्नु हुँदैन र खरिद गरिएका वस्तु उपहारको रूपमा दिनु हुँदैन। आजबाट लक्ष्मी उत्सव सुरु भएको छ, त्यसैले लक्ष्मीको विशेष पूजा आर्चना गर्न महत्त्वपूर्ण मानिन्छ। धन्यवाद।